आज गुरुका रूपमा आएर आचार्यको रूपमा आएर नारदजीको दर्शन पाउने बित्तिकै भक्ति महारानी भन्नुहुन्छ, हजुर मेरो भाग्य आज उदाएको छ, हजुरको दर्शन मैले पाएँ। हजुरको दर्शन पाउने बित्तिकै मेरा धेरै धेरै दुःख शमन भएका छन्, हरण भएका छन्। हजुरको दर्शन जसले पायो, हजुरको मन्त्रको उपदेश जसले पायो, हजुरसँग जसको सम्बन्ध बन्यो, उसको भवदेखि पार बेडा पार भयो भनेर भक्ति महारानीले बताउँदै हुनुहुन्छ। कयादु नन्दनको कल्याण भयो, मुक्ति भयो। ध्रुवको कल्याण भयो। हजुर त्यस्ता महापुरुष हुनुहुन्छ, त्यस्ता आचार्य हुनुहुन्छ। त्यस्ता आचार्यको दर्शन पाएर म पनि आज कृतकृत्य भएँ भनेर आमा भन्दै हुनुहुन्छ भक्ति महारानी। दोस्रो अध्यायमा यहाँ बताउँदै हुनुहुन्छ भक्ति महारानी अत्यन्तै दुखी हुनुहुन्थ्यो, खेद युक्त हुनुहुन्थ्यो, दुःखले आतुर हुनुहुन्थ्यो। के कारणले उहाँ दुखी हुनुहुन्छ, पीडित हुनुहुन्छ भन्दाखेरि आफू त तरुणी भए, म त युवती भए, तर मेरा छोराहरू बुढा भएका छन्। ज्ञान र वैराग्य जो छोरा हुनुहुन्छ दुईजना, उहाँहरू वृद्ध अवस्थालाई प्राप्त गर्नुभएको छ। भागवत भगवानको जय हो, कृष्णचन्द्र भगवानको जय हो। को छोरा दुईजना अरे, को छोरा हुनुहुन्थ्यो अरे दुईजना? ज्ञान र वैराग्य वृद्ध अवस्थालाई प्राप्त भएको देखेर भक्ति महारानी आज अत्यन्तै दुखी हुनुहुन्छ। नारदजी सम्झाउँदै हुनुहुन्छ त्यहाँ, वृथा खेदयसे बाले अहो चिन्ता तुरा कथम, श्रीकृष्ण चरणाम भोजम स्मर दुःखम गमिष्यति। साक्षात् नारायण हुँदा हुँदै, साक्षात् गोविन्द हुँदा हुँदै, साक्षात् भगवान हुँदा हुँदै हजुर किन यति चिन्ता ग्रसित हुनुहुन्छ, किन खेदपूर्ण हुनुहुन्छ? हजुर यो खेदलाई, यो दुःखलाई हटाइदिनुहोस्। साक्षात् भगवान नारायणको स्मरण गर्नाले कस्ता कस्ता जीवात्माको कल्याण हुन्छ, कस्ता कस्ता पामर भनेको जसले सदैव पापलाई संग्रह गरेका छन्, सदैव दुःखलाई भेला पारेका छन्, त्यस्ता पामर अपराध गर्नेवालाको त कल्याण हुन्छ गोविन्दको स्मरणले भने। हजुर त साक्षात् मुक्तिकी दासी हुनुहुन्छ। वैकुण्ठबाट भगवानको आज्ञाले हजुर यहाँ आउनुभएको छ। हजुर त्यस्तै हुनुहुन्छ। हजुरले गोविन्दको स्मरण गर्नुहोस्, जुन गोविन्दको स्मरण गर्नाले आज जो मासिक धर्ममा आएकी, प्रवेश गरेकी, जो 3 दिनकी मात्रै छिन्, त्यस्तै द्रौपदीको जब चिरहरण गरे कौरवहरूले त्यो भरि सभामा, जो द्रौपदीको लज्जालाई बचाउनको लागि नै उनी गोविन्द भगवान आउनुभएको थियो। जब द्रौपदी रजस्वला अवस्थामा हुनुहुन्थ्यो त्यतिखेर जब सबैले मेरो रक्षा गर्लान्, भीष्म पितामहले रक्षा गर्लान्, मेरा कृपाचार्य रक्षा गर्लान्, यस्ता ठुला महावीर पराक्रमी सबै आफन्तले रक्षा गर्लान् भने सबैसँग गुहार लगाइन्, बोलाइन्, पुकारा गरिन्। के गरेर पुकारा गरिन् भन्दाखेरि, हे कृष्ण साह्रै आपत पर्यो मलाई, साह्रै विपत पर्यो मलाई, हे कृष्ण साह्रै आपत पर्यो मलाई, साह्रै विपत पर्यो मलाई। हे कृष्ण
त्यस्ता द्रौपदीको लज्जालाई पनि आज हरण गर्न सक्ने 3 दिनकी रजस्वल अवस्थालाई पनि भगवानले कुनै प्रकारको घृण नगरिकन आज सारीको रूपमा आएर गोविन्द भगवानले रक्षा गर्नुभयो। जुन गोविन्दले आज ती गोपिनीहरूको रक्षा गर्नुभयो, जुनै अवस्थामा पनि विशाल महागणे पुरुषाद दर्शनात् असत्सभाय वनवास विश्रतः मृधे मृधे नेक महारथास्ततो द्रोणस्त विप्लुष्टः हरिभिरक्षिताः। लाहामा जलाउने प्रयास गर्दा पनि रक्षा गर्नुभयो।
जुन जुन कष्टमा जुन जुन अवस्थामा पनि आज ठाकुरजीले गोविन्दजीले रक्षा गर्नुभयो ती गोविन्दलाई मनले भावसँगले प्रेमसँगले बोलाउनुहोस्। भक्ति महारानी त्वया हुतस्तु गोविन्दः भगवान याति नीच गृहस्पति। नीचभन्दा नीचका घरमा पनि भगवानलाई प्रार्थना गरे भगवानमा मन चित्त वृत्ति जोडेर बोलायो भने भगवान कहीँ जानु भएको छैन, भगवान आउनुहुन्छ भने यसरी नारदजीले भक्ति महानलाई सम्झाउनु भयो। कलौ तो केवला भक्ति ब्रह्म सायुज्य कारिणी। यो कलियुगमा त केवल भक्ति गर्ने व्यक्ति त ब्रह्मतालाई भगवत तत्त्वलाई प्राप्त गर्न सक्दछ, कृष्ण समतालाई प्राप्त गर्न सक्दछ। हजुर चाहन्छु नै हुनुहुन्न भनेर नारदजीले आज भक्ति महानलाई सम्झाउँदै हुनुहुन्छ। भक्तिको द्रोह गर्नेवाला, भगवानको भक्तको द्रोह गर्नेवालाको कहीँ शान्ति छैन। आज एकजना दुर्वासा महर्षिले अम्बरीश जस्ता राजा जो परम भागवत हुनुहुन्थ्यो उहाँको द्रोह गर्नुभयो। एक वर्षमा सम्पन्न हुनेवाला एकादशीको व्रतलाई बसेर बस्नु भएको थियो। जब एक वर्षको व्रत सम्पन्न भयो, जब द्वादशीको पालन गर्नु पर्यो, त्यतिखेर आज हजारौं भक्तहरूका साथमा शिष्यका साथमा दुर्वासा महर्षि उहाँका घरमा आउनुभएको थियो। आउनुभयो, आहा ब्राह्मण र गुरुदेवहरू आज मेरा घरमा आउनुभयो, महाराज धन्य भई हजुरको ब्राह्मण भोजन गराएर हजुरलाई तृप्त गराएर म द्वादशी पारण एकादशीको पारण गर्छु भन्ने सम्झिनु भएको थियो। एकछिन हामी स्नान गरेर आउँछौँ, पर्खिँदै गर है भनेर आश्वासन दिएर बाहिर जानुभएको। त्यता द्वादशी पनि सकिन लाग्यो, त्रयोदशी लाग्नु लाग्यो। के गरौँ आफ्ना आचार्यलाई सोधेर गुरुलाई सोधेर म भगवानको चरणामृत लिन्छु नि हुन्छ भन्दाखेरि हुन्छ लिँदै गर्नुहोस् भनेर चरणामृत लिन के खोज्न भन्ने भएको। आज महर्षिहरू आउनुहुन्छ, दुर्वासा आइपुग्नुहुन्छ। भागवत भगवानको दुर्वासा हो ब्राह्मण भोजन नगराइकन, ब्राह्मणलाई भोजन नगराइकन आफू भोजन गर्ने, यस्तो अपराध गर्ने भनेर जटा उखेलेर आज कृत्या नाम गरी एउटा राक्षसी निकाल्नुहुन्छ। जुन भगवानको भक्त हुनुहुन्छ, साक्षात भगवानका आयुध रूपमा सुदर्शन भगवानले सुरक्षा गरेर बसिरहनु भएको थियो। सुरक्षित सुदर्शन भगवानले आज त्यो कृत्यालाई जलाएर आज दुर्वासालाई मार्नको लागि भगाउनु भएको छ। सुदर्शन चक्र पछि पछि दुर्वासा अघि भाग्दै प्राण बचाउँदै हाय हाय भन्दै भाग्दै जानु भएको छ। कैलाशमा पुग्नुभयो, शिवजीले भन्नुहुन्छ कसको निन्दा गर्नुभयो, कसको अपराध गर्नुभयो, भगवानका भक्तको अपराध गर्नुभएको छ भने त म सक्दिनँ, जानुहोस् वैकुण्ठ ब्रह्माजीको लोक जानुहुन्छ। ब्रह्माजीले पनि मबाट हुँदैन, वैकुण्ठ लोक पुग्नुहुन्छ दुर्वासा। भगवान नारायणले पनि भन्नुहुन्छ अहम भक्त पराधीन यस्वतन्त्र इव द्विजः साधुवीर ग्रस्त हृदय भक्ते भक्त जनप्रिय। म त भक्तको पराधीन छु, मैले केही गर्न सक्दिनँ, हजुरलाई रक्षा गर्न सक्दिनँ। जसको निन्दा गर्नुभएको छ, जसको अपराध गर्नुभएको छ उसैका शरणमा जानुहोस्। आज भाग्दै अम्बरीशका चरणमा दुर्वासा आज साष्टाङ्ग गर्न लाग्नुहुन्छ। राजा भक्त हुनुहुन्छ, परम भागवत हुनुहुन्छ, वैष्णव हुनुहुन्छ। आज दुर्वासालाई अङ्कमाल गर्नुहुन्छ, यस्तो अपराध नगर्नुहोस्, साष्टाङ्ग नगर्नुहोस्, मलाई साष्टाङ्ग नगर्नुहोस्। हजुर जस्ता महापुरुषले यसो गर्न सक्दैन भनेर त्यहाँ एकापसमा संवाद भइसके पश्चात सुदर्शन भगवान पनि शान्त हुनुहुन्छ, उहाँले क्षमा गर्नुहुन्छ। देख्नुहुन्छ यही प्रसङ्ग शिवजीले गौरीलाई सम्झाउनुहुन्छ। भगवानका भक्तमा अति सहनशीलता हुन्छ। भगवानका भक्त अत्यन्तै धैर्यवान हुन्छन्, अत्यन्तै सहनशीलवान हुन्छन्, अत्यन्तै तितिक्षु हुन्छन्। आज भक्तिको द्रोह गर्नेवालाले पनि शान्ति पाउँदैन। त्यसैले हजुर ब्रह्म सायुज्य कार्य हुनुहुन्छ भक्ति महारानी। हजुरले यसरी आत्तिनु, हजुर यसरी डराउनु पर्ने कुनै प्रकारको कुरा छैन भनेर नारदजीले भक्ति महारानीलाई अझ धेरै सम्झाइरहनु भएको छ। सुत पौराणिक सुतजीले यो पावन सत्सङ्गलाई सौनकादि 88,000 ऋषिलाई सुनाइरहनु भएको छ। कुन क्षेत्रमा रे? कहाँ सुनाउँदै हुनुहुन्छ? कहाँ रे? नैमी सारण्य क्षेत्रमा सुतजीले नारदजीले यसो भन्नुभयो तस्या वचः समाकर्ण्य
कारुण्यं नारदो गतः तयोर्बोधनमारेभे कराग्रेण विमर्दयन्। ओहो ल ल ठिक छ, एकछिन बस्दै गर, धैर्य धारण गरेर बस्दै गर, म यी बाबुहरूलाई उठाउने प्रयास गर्छु। जो लडेका छन्, अचेतन अवस्थामा प्राप्त भएका छन्, यिनीहरूलाई म उठाउने प्रयास गर्छु। कराग्रेण विमर्दयन्, नजिकै जानु भयो रे। जो ढलेका छन्, यमुनाका तटमा जो लडेका छन्, भक्ति र ज्ञान र वैराग्य जो लडेका छन्, उनका कानका नजिक गएर नारदजीले वेदका मन्त्रहरू भन्न लाग्नुभयो रे। कानका नजिकै गएर कान कोट्याउँछन्, हामी कसैलाई बोलाउँदाखेरि केही इसारा गर्नुपर्ने साथले जिस्याउँदाखेरि यसरी काहीँ सत्सङ्गमा बसेका छौँ अथवा काहीँ बाहिर काहीँ जाँदाखेरि ओहो बोलाउँछौँ। त्यसै गरी कानमा नजिकै गएर मुखम संयोज्य करणान्ते शब्दमुच्चैः सम उच्चारण, अत्यन्तै ध्वनिपूर्वक ठुलो आवाज आउने गरी कानमा गएर चाहिँ धर्मक्षेत्रे कुरुक्षेत्रे समवेतायुत्सवः गीताका श्लोकहरू पढ्न लाग्नुभयो अरे नारदजीले। त्यति मात्रै हो र, वेदका मन्त्रहरू सुनाउन लाग्नुभयो अरे, वेदान्तका मन्त्रहरू सुनाउन लाग्नुभयो अरे। तर पनि मन्त्र सुनुन्जेल, गीताको श्लोकको प्रभाव रहन्जेल उनीहरू एकछिन आँखा खोल्छन्, यसो द्रुत उठे जस्तो गर्छन्। तर मन्त्र बन्द भयो, मुख रोकियो, रोकिने बित्तिकै मन्त्रको प्रभाव सकिने बित्तिकै फेरि ढल्दछन् अरे, लड्दछन् अरे। मानव बगुलाको जस्तो स्वरूप छ, सेतै फुलेका, शिरदेखि पाउसम्म सेतै फुलेका, त्यस्ता शुष्क काष्ठ समाङ्गको सुकेको मुडो जस्तो भएका छन् अरे तिनीहरू। मन्त्रको प्रभाव रहन्जेल उठे जस्तो गर्छन्, तर पनि उनीहरूलाई कुनै प्रभाव पर्दैन। अहो निद्रा कथम याति वृद्धत्वं च महत्तरम्, यो वृद्धत्व, यो वृद्धता कसरी हट्छ? धेरै चिन्तित नारदजी पनि चिन्तित हुँदै हुनुहुन्छ। धेरै प्रयास गर्नुभयो नारदजीले। नउठिसकेपछि आकाशवाणी भयो अरे। त्यतिकैमा अदृश्य शक्तिले व्योमवाणी तदैवा भून् मारुषे खिद्यतामिति, भागवत भगवानको व्योमवाणी आकाशवाणी भयो। हे ऋषि, हजुरले के गर्नुहोस् भन्दाखेरि उद्यम गर्नुहोस्। आकाशवाणीले भन्नुभयो उद्यम गर्नुभयो भने मात्रै यिनीहरू उठ्नेछन्, तरुण अवस्थामा प्राप्त हुनेछन्, युवा अवस्थालाई प्राप्त हुनेछन् भनेर आकाशवाणी भयो। अब उद्यम त गर्ने भन्नुभयो आकाशवाणीले, तर उद्यम के उद्यम गर्ने त मैले, कस्तो पुरुषार्थ गर्ने त मैले? नारदजी पनि आज हो उद्यम गर भन्नुभयो आकाशवाणीले, सत्कर्म गर्नुभयो भन्नुभयो आकाशवाणीले, तर सत्कर्म भनेको के हो, उद्यम भनेको के हो? त्यसको लागि अब नारदजी आफै चिन्तित हुनुहुन्छ। अनयाकाशवाण्यापि गोप्यत्वेन निरूपितं किं वा तत्साधनं कार्यं येन कार्यं भवेत् तयोः। मानव नारदजीलाई यो उद्यम गर, सत्संग गर, सत्कर्म गर भन्न खोजेको बुझ्नु भएन। भोलिपल्ट आश्रम कुद्न लाग्नुभएछ नारदजी। मभन्दा कोही जान्ने होलान्, मभन्दा कोही विज्ञ होलान्। भागवत भगवानको हामीलाई कुनै कुरा केही कुरा आइरहेको हुन्छ होइन, यहाँसम्म आयो भन्छौँ नि, घाँटीसम्म त आयो तर बाहिर निस्किनै सकेन भन्छौँ नि। नारदजी सबै ज्ञान सम्पन्न हुन्छ, सबै त थाहा छ, तर पनि त्यति बेला चाहिँ उहाँलाई पनि त्यो भक्तिको संवाद, भक्तिको सङ्गत र त्यो ज्ञान वैराग्यलाई उठाउने त्यो प्रयासले गर्दाखेरि मानव आफूले आफूको ज्ञान बिर्सिरहनु भएको छ। नारदजी बाहिर भोलिपल्ट यसो बाहिर तिमी एकछिन बस्दै गर, म यसको पत्ता लगाएर आउँछु भनेर नारदजी बाहिर निस्किनुहुन्छ। जब नारदजी भक्तिका छोरा ज्ञान र वैराग्यलाई उठाउनको लागि आकाशवाणीले यसो भनेको छ भनेर हामीलाई सोध्न आउँदैछु भन्ने बुझेर महात्माहरू जो सन्त म अलिक जान्ने हुँ भन्नेवाला पनि आज मानव कोही मुकी भूता स्थानीय त कोही हामी त मौन अवस्थामा छौँ भनेर त्यसरी बसेका छन् अरे। कोही चाहिँ के गर्छन् भने किन कस्तो पलाइता, कोही चाहिँ नारदजी यताबाट आउँदै हुनुहुन्छ भने अरू चाहिँ नदेखि जस गरेर बाहिर भाग्नुहुन्छ। त्यस्तो अवस्था भएछ, सिर्जना भएछ, हाहाकार भएछ। हाहाकारो महानासित त्रैलोक्य विस्मयावह वेदा वेदान्त घोषैश्च गीता पाठेर विबोधितम्। अब के गर्ने, कसो गर्ने, केही उपाय नलागिसकेपछि फेरि पनि नारदजी कहाँ पुग्नुभयो? बद्रीनाथ क्षेत्र पुग्नु भएको छ। श्री बद्री विशाल भगवानको
बद्री नारायण 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 बद्री नारायण 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 बद्री नारायण सबैले गाउँछ है आफ्नै मुखले गाउने आफै तालीले गाउने आफै आनन्द लिने आफ्नो कल्याण आफै गर्ने म मेरो मित्र हुँ भन्ने भावका साथमा आफ्नो कल्याणका लागि आफै उपाय गर्नुपर्छ बद्री नारायण 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 बद्री वेंकट नारायण 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 वेंकट नारायण वेंकट नारायण 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 वेंकट नारदजी कहाँ पुग्नुभयो घुम्दै घुम्दै कहाँ पुग्नुभयो अरे परीक्षितको भावले सत्संग सुन्नुपर्दछ हरि परीक्षितले सुनेर धुन्धुकारीले सुनेर 7 दिनसम्म सुनेर आफ्नो आत्माको कल्याण जो प्रेत योनिलाई प्राप्त भएको थियो धुन्धुकारी उसले कल्याण गर्यो अरे परीक्षितले जो वैभव सम्पन्न हुनुहुन्थ्यो भगवानले जसलाई गर्भमा आएर रक्षा गर्नुभयो जुन विष्णुबाट जुन नारायणबाट गर्भमा आएर त्यो ब्रह्मास्त्रबाट रक्षा गर्नुभयो त्यस्ता भगवानका परम भागवत परीक्षितले आज यो सत्संगलाई सुनेर भगवानलाई प्राप्त गर्नुभयो सुन्नु पर्दछ हामीले जति नै संसारका कुराहरू जानौं तर त्यस्ता सुनाउने वाला व्यक्ति अथवा सुनिने खालको त्यस्तो कुनै साधन हाम्रो नजिक आइपुग्छन् हाम्रो भाग्यद्वारा भने त्यसलाई हामीले धेरै भन्दा धेरै सुन्ने प्रयास गर्नुपर्दछ शास्त्रले हामीलाई त्यही निर्देशन गर्दै हुनुहुन्छ त्यही मार्गदर्शन गर्दै हुनुहुन्छ जति सुनो त्यति आफ्नो कल्याण हुन्छ रे सुन्ने प्रयास गरे धेरै हामी त हाम्रो त के चलन छ के नियम छ संसार भन्दाखेरि सुन्ने भन्दा पनि आफूले कति सुनाउन पाइन्छ त्यो खालको हुन्छ हैन मैले जति जानेको केही छैन मैले जति बुझेको केही छैन तर एउटा सानो घरमै भएको एउटा जंगल एउटा पातको नाम सोधो भने पनि त्यसको नाम हामीलाई भन्न आउँदैन ओहो के हो भन्ने हुन्छ जति नै संसारको डिग्री हासिल गरे पनि त्यो परमात्माका अगाडि त्यो शास्त्रका अगाडि त्यो हाम्रा पूर्वजका अगाडि त्यो सब फेल छ ईश्वरको सुमिरन नै सबैभन्दा ठुलो श्री रामको दास नै सुखी छ श्री हरिको दास नै सुखी छ त्यसले नै आफूले आफूलाई बुझेको हुन्छ नारदजी आज बद्रीनाथ क्षेत्रमा प्रवेश गर्नुभयो मा चिन्तां कुरु देवर्षे हर्षं चित्ते समावह उपायः सुख साध्योत्र वर्तते पूर्वैवहि चिन्ता किन गर्दै हुनुहुन्छ नारदजी हजुर पनि चिन्ताग्रसित जो हजुर साक्षात् भगवानका भागवत हुनुहुन्छ वैष्णव हुनुहुन्छ भगवानको नामलाई गाउँदै गाउँदै त्यो लोक भ्रमण गर्नुहुन्छ 14 लोक भ्रमण गर्नुहुन्छ हजुर केका चिन्ता उपाय सुख साध्योत्र त्यो उपायलाई त्यो सुखलाई त्यो साध्यलाई खोज्ने प्रयास गर्नुहोस् हजुर त विरक्त हुनुहुन्छ हजुर त शिरोमणि हुनुहुन्छ हजुर ज्ञान सम्पन्न हुनुहुन्छ श्रीकृष्णको दासमा पनि अग्रणी हुनुहुन्छ हजुर त्यस्तो हजुरले नजान्ने कुरा के छ र भनेर आज सनकादि 4 आफ्नै दाजुहरूले जो पूर्वे शाम अपि पूर्वजा 5 वर्षदेखि जो 6 वर्षका पनि हुनुहुन्न अरे सदैभरि हरि शरणं प्रभु हरि शरणं प्रभु हरि शरणं राम शरणं हरि शरणं प्रभु हरि शरणं
शरणम भन्दै 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 आज आफ्नो जीवनलाई धन्य बनाउनु भएको छ। सनकादि त्यस्ता हाम्रा पूर्वज हुनुहुन्छ। ती पूर्वजले हजुर कस्ता हुनुहुन्छ? श्रीकृष्णका दास हुनुहुन्छ, अग्रणी हुनुहुन्छ, सबै थोक जाने हुनुहुन्छ। ऋषिभिर बहवो लोके पन्थान अपद्विकृताः समसाध्यश्च ते सर्वे प्रायः स्वर्ग फलप्रदाः। त्यो स्वर्गको फललाई पनि प्रदान गर्न सक्ने अथवा गुरुको दर्शन पाउनाले वैकुण्ठको पनि दर्शन पाउन सकिन्छ। त्यो अत्यन्तै श्रम साध्य छ। जो आकाशवाणी भयो, आकाशले जो आज्ञा गर्नुभयो त्यो श्रम साध्य छ। जसलाई सुन्नाले भक्ति ज्ञान विरागाणां तद्घोषेण बलं महत् व्रजस्यति द्वयो कष्टं सुखं भक्ति भविष्यति। भक्ति ज्ञान वैराग्य सहित आज तीनैजनालाई आनन्द आगमन हुन्छ, प्राप्त हुन्छ। र ज्ञान वैराग्य संयुक्त भक्ति प्रेम रसावह प्रति गेहं प्रति जन्म तथा क्रीडां करिष्यति। जो सत्यमा जो यज्ञको बारेमा आकाशवाणीले बताउनु भएको थियो त्यो सत्यमा भनेको त सत्यमा सूर्यको नूनं ज्ञान यज्ञ स्मृतो बुधैः श्रीमद्भागवताल्लापः। श्रीमद्भागवतको अनुष्ठानले नै यिनीहरूको कल्याण हुन्छ भनेर भन्नुभएको हो भनेर सनकादिले सम्झाउनु भएको छ। श्री भागवत भगवानको भक्तवत्सल भगवानको भागवत सतु गीता सुकादि जो सुकदेव जस्ता परमहंस ज्ञानीले बताउनु भएको सद्ग्रन्थ हो। त्यस्तो सद्ग्रन्थलाई सुनाइयो भने आज ज्ञान र वैराग्य पनि तरुण अवस्थालाई प्राप्त हुन्छन्। अनि अगाडि गएर नारदजीले सनकादिलाई सोध्नुहुन्छ, जसरी श्रुताजीलाई सौनकादिले सोध्नुहुन्छ। अघि नारदजीले वेदका मन्त्र, उपनिषदका मन्त्र, गीताका मन्त्र छेउमा गएर सुनाउँदा त उनीको कल्याण नभएको नउठेका भने भागवत सुनाउँदा चाहिँ कसरी उनीहरूको तरुण अवस्थालाई प्राप्त हुन्छन् त भनेर शङ्का, यो शङ्काको पनि निवारण गर्नुहोस् भनेर सोध्नु भएको छ। गीता पनि त साक्षात् ग्रन्थ हो। वेद त वेदकै सार स्वरूप भागवत जुन वेद जो वृक्ष स्वरूप हुन्छ। वेदलाई सुनाउँदा त नउठेका भने भागवतलाई सुनाउँदा चाहिँ कसरी उठ्छन् त? त्यो शङ्का भएको छ नारदजीलाई। श्री भक्तवत्सल भगवानको कुमारजीले बताउँदै हुनुहुन्छ, वेदोपनिषदां सारात् जाता भागवती कथा अत्युत्तमा ततो भाति पृथक भूता फलाकृति। वेद उपनिषद को सार हो भागवत भनेको। वेदमा सबै थोक छ तर वेदको सार चाहिँ भागवतमा लिएर राखिएको छ। उपनिषदको सार चाहिँ भागवतमा लिएर राखेको छ। त्यसैले भागवत सुनाइयो भने उनीहरूको कल्याण हुन्छ। यहाँ एउटा उदाहरण दिनुहुन्छ, तीनवटा उदाहरण दिएर अनि उहाँलाई दिव्य आनन्द प्रदान गर्नुभएको छ। जस्तै दुध, हामीले दुध पिउँछौँ होइन, दुध खान्छौँ। दुध खाँदाखेरि के त्यहाँ घिउको स्वाद आउँछ? दुधमा घिउको स्वाद आउँछ? आउँदैन नि। दहीमा पनि आउँदैन, दुधमा पनि आउँदैन, दहीमा पनि आउँदैन। तर त्यहाँ त्यो दुधभित्र घिउ लुकेर बसेको छ। दुधभित्र जसरी घिउ लुकेर बसेको छ त्यसलाई निकाल्नको लागि कति साधन गर्नुपर्दछ। दुधलाई जमाउनु पर्यो, ठेकीमा राख्नु पर्यो, मदानी लगाउनु पर्यो, 2-4 दिन पछाडि अनि मक्खन निस्किन्छ, पगाल्नु पर्यो अनि घिउ बन्छ। त्यस्तै घिउ भनेको चाहिँ भागवत हो। त्यसैले भागवत सुनायो भने यिनीहरूको कल्याण हुन्छ, यिनीहरूको मङ्गल हुन्छ। श्री भागवत भगवानको जसै उखुका लाक्रामा सर्वत्र चिनी छ, बुझ्दै हुनुहुन्छ? के बुझ्नुभयो? उखुभित्र चिनी छ, सर्वत्र चिनी छ। उखु खाँदाखेरि चिनीको स्वाद आउँछ कि आउँदैन? आउँदैन। उखुलाई निचोरेर पेलेर खुदो बनाउँदाखेरि चिनीको स्वाद आउँछ? आउँदैन? आउँदैन। काँचो जुसमा आउँछ कि आउँदैन? आउँदैन। तर चिनी त त्यही उखुभित्र छ नि त, होइन? त्यसलाई बनाउने प्रक्रिया छ, बनाइन्छ, चिनी निकालिन्छ। त्यो चिनी भनेको चाहिँ के हो त भन्दाखेरि भागवत हो अरे। चिनी भनेको चाहिँ भागवत हो। त्यसैले यो भागवत सुनाइयो भने ती ज्ञान र वैराग्य जो बुढा भएका छन् तिनीलाई सुनाइयो भने तिनीहरूको कल्याण हुन्छ। भागवत भगवानको
इक्षुणामपि मध्यान्तं शर्कराप्यापि तिष्ठति पृथग्भूतं हि तद्गव्यं देवानां इक्षुणामपि मध्यान्तं शर्कराप्यापि तिष्ठति पृथग्भूता च सा मिष्टा तथा भागवती कथा। त्यस्तो भागवत हो। यो भागवत सुनायो भने तिनीहरूको मङ्गल हुन्छ भनेर यहाँ बताउनु भयो। त्यसैले यो श्रीमद् भागवत महापुराणलाई श्रवण गराउनको लागि चाहना गर्दै हुनुहुन्छ। नारदजी भन्नुहुन्छ सनकादिहरूलाई भक्तवत्सल भगवानको 2 मिनेटमा 21 मिनेट सत्संग सकेपछि अनि हामी नृत्य गर्नेछौँ। हाम्रा गोडाहरू नाच्नका लागि सल्पलाइरहेका छन्। हाम्रो जिउ पनि त्यस्तै नाच्न पाए हुन्थ्यो एकछिन, उठ्न पाए हुन्थ्यो एकछिन भनेर सल्पलाइरहेका छन्। हामी नाच्ने पनि अवसरहरूलाई दिनेछौँ। यत्तर्शनञ्च विनिहन्त्यशुभानि सद्यः। नारदजीले भन्दै हुनुहुन्छ सनकादिलाई हजुरहरूको दर्शन गर्नाले, हजुरको दर्शन पाउनाले अशुभानि विनिहन्ति समस्त अमङ्गलहरू निवारण हुन्छन्, समस्त अज्ञानहरू निवारण हुन्छन्। जति पनि अपराध दोषहरू छन् हजुरहरूका दर्शनले सबै अमङ्गलहरू निवारण हुन्छन्। श्रेयस्तनोति शरीरमा आएकी तागत आउँछ अरे, बल आउँछ अरे र भव दुःख ददाति थाम भव यो संसारको दुःखबाट अत्यन्तै बाहिर निस्किन सकिन्छ अरे। निशेष शेष मुख गीत कथैत पाना प्रेम प्रकाश कृतये शरण गतोस्मि। बार बार शेष भगवानले पनि 1000 मुख भएका शेष भगवानले पनि जसको चरित्रलाई बार बार गाइरहनुहुन्छ तर पनि उहाँको चरित्रलाई गाएर सक्नुहुन्न आजसम्म पनि। भगवान अनन्त हुनुहुन्छ, भगवान कहिले नसकिनेवाला हुनुहुन्छ। त्यस्ता अनन्तको चरित्र त्यस्ता हजुरहरू पनि त्यस्तै भगवानका सच्चरित्रलाई गाएर बसिरहनु भएको छ। प्रेम प्रकाश कृतये त्यस्ता हजुरहरूका शरणमा श्री चरणमा म साष्टाङ्ग गर्दछु भनेर नारदजीले साष्टाङ्ग गर्दै हुनुहुन्छ। श्री भागवत भगवानको जय हो। भाग्योदयेन बहुजन्म समर्जितेन। यहाँ बसेर यसरी सत्सङ्ग गराउनु धेरै पहिलेदेखिको सङ्कल्प होइन। यसपालि आएर छु धन भएर पनि यो सत्सङ्ग जुराउन सक्यो। धेरै धन छ गराउँला तर हुँदैन। धन मात्रै भए पनि हुँदैन, मन मात्रै भए पनि हुँदैन। धन पनि चाहियो, मन पनि चाहियो, सहयोगी जनको पनि आवश्यक पर्छ र भगवानको पहिले त धेरै ठुलो कृपा हुनु पर्दछ। पुण्य जब एकत्रित धेरै भइसकेपछि मात्रै अनि हामीले यसरी यहाँ बसेर यसरी यो सत्सङ्ग सुन्ने यो अवसर मिल्दछ। भाग्योदयेन बहुजन्म समर्जितेन सत्सङ्गमं च लभते। तब मात्र हामीले प्राप्त हुन्छ। सत्सङ्ग प्राप्त भएपछि के हुन्छ त भन्दाखेरि अज्ञान हेतु अज्ञान रूपी भुमरीमा अज्ञान रूपी अन्धकारमा हामी फसेका छौँ नि, डुबेका छौँ नि। छुट्याउन सकेका छैनौँ, सत असतलाई छुट्याउन सकेका छैनौँ। यो गर्ने नगर्ने छुट्याउन सकेका छैनौँ, यो हो होइन भन्ने छुट्याउन सकेका छैनौँ। सत्सङ्गमा बस्यौँ, सत्सङ्गमा रुचि भयो, सत्सङ्गमा बसेर हामीले सुन्दै गऱ्यौँ भने यो हो यो गर्नुपर्छ सत्यम वद धर्मं चर भन्ने ज्ञान तब हामीलाई आउँछ। साँचो बोल्नु पर्ने रहेछ, सत्य बोल्नु पर्ने रहेछ, सत्कर्म गर्नु पर्ने रहेछ। आफूले आर्जन गरेको दशांश कसै न कसैलाई दान गर्नुपर्ने रहेछ भन्ने त्यो ज्ञान त्यो बोध तब आउँछ हामीलाई। महापुरुषहरूको आचार्यहरूको आदर गर्नुपर्ने रहेछ, आफन्त श्रेष्ठ व्यक्तिहरूको अगाडि झुक्नु पर्ने रहेछ। त्यो ज्ञान हामीलाई आउँछ कति बेला सत्सङ्ग सुन्नाले मात्रै आउँछ। अनि हाम्रो ज्ञानको विवेकको उदय हुन्छ, तब उदय हुन्छ भनेर सनकादि महर्षिलाई नारदजीले यसरी साष्टाङ्ग प्रणति अर्पण गरेर यो भागवतको महिमाको दिव्य ज्ञानलाई प्रदान लिनुभएको छ। यति भन्दै आजका दोस्रो अध्यायका कुमार नारदजीको संवादले सम्पन्न भएको युक्त भएको यो दोस्रो अध्यायलाई पनि हामीले यथाधिकतम यथामति श्रवण गरिसकेका छौँ। भगवानका श्रीचरणमा आफ्ना बाणीहरूलाई निवेदन गर्दै एउटा सानो अब 2-4 भजन भक्ति सङ्गीतलाई श्रवण गरेर अनि आजको कार्यक्रमलाई हामी यति करुण क्रन्दन गर्दा साह्रै त्यो जीवात्माले हामीले गर्यौँ अरे। प्रेमसँगले भन्नुहोस् न जय श्रीमन्नारायण, जय श्रीमन्नारायण। त्यसरी कराउँछ अरे। म बाहिर आएपछि केवल हजुरलाई प्रमुख, हजुरको केवल चिन्तन गर्छु, केवल हजुरको सुमिरन गर्छु र मैले यो शरीरलाई फेरि हजुरमा
निवेदन गर्छु मिलाउँछु भनेर चाहिँ यति करुण कन्दनले पुकार्दछ अरे। तर जब ऊ भगवानको कृपाद्वारा त्यो वायुद्वारा भगवानले उसलाई बाहिर निकाल्नुहुन्छ, निकाल्ने बित्तिकै आहा आफन्तले उसलाई हेर्छन्, संसारको माया बन्धनमा ऊ फस्दा यहाँ यहाँ कहाँ कहाँ भन्दा भन्दै फेरि संसारकै झमेलामा ऊ झलिन्छ, उल्झन्छ। त्यतिखेर त्यो जो स्मृति छ नि, त्यतिखेरको जो स्मरण छ नि, त्यो सधैँ बन्यो भने, त्यो सधैँ जीवनभरि बन्यो भने को नमुच्चेत बन्धना, कसको चाहिँ कल्याण हुँदैन होला। सामति नित्य या आयाति को नमुच्चेत बन्धना। त्यो मती चाहिँ श्मशानमा गयौँ, कसैको मलामी गयौँ, हिजो ढोक्दै गरेको, हिजो वन्दना गर्दै गरेको, आफ्नै घरको, आफ्नै कुटुम्ब, आफ्नै इष्टमित्र, आफ्नै साथी, आफ्नै भाइ, आफ्नै छोरो नाति, त्यो जब प्राणले शरीर छोडेर जान्छ, शरीर जब श्मशानमा लगिन्छ, त्यतिखेर त्यहाँ जाँदाखेरि एक प्रकारको वैराग्य हामीमा आउँछ अरे। त्यही वैराग्य चाहिँ जीवनभरि भनौँ भने कसको कल्याण छैन होला। को नमुच्चेत बन्धना। मन्दिरमा जाँदा अथवा सत्सङ्गमा आएर बसुन्जेल, यो कथा सुनुन्जेल, सत्सङ्ग सुनुन्जेल हाम्रा पूर्वाचार्यहरूले, हाम्रा ऋषिहरूले जो अनुभव गरेर हामीले जो शास्त्रको सार, शास्त्रको जो निचोड हो, जो सत्य हो, पुरुषको जो भनाइ हो, आख्यान हो, त्यसलाई सुनुन्जेल आहा 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 कति आनन्द, भित्रदेखि आनन्द आउँछ। यही सुनिरहन पाए, यस्तो हाम्रो जीवनमा बन्न पाए, हामी पनि यस्तो परमात्मालाई प्राप्त गर्न पाए हुन्थ्यो भन्छौँ। तर यो एकछिन सुनुन्जेललाई मात्रै, त्यसलाई मर्कट वैराग्य भनेर शास्त्रले भन्नुभएको छ। सुनेर जब बाहिर निस्क्यो अनि सुरु भइहाल्यो, ओहो के छ ठिकै छ, चालिहाल्छ, संसारको सुरु भइहाल्यो अनि झमेलामा फसिहाल्छ। एकैछिन सुनुन्जेल ओहो ओहो हुन्छ अनि बाहिर निस्किने बित्तिकै अनि आइहाल्यो, कहाँ कहाँ गन्थान आइहाल्छन्। त्यो छ यही सत्सङ्ग सुनुन्जेलको जो मन्दिरमा गएर, तीर्थमा गएर जो आनन्द, जो वैराग्य आउँछ, त्यो वैराग्य चाहिँ जीवनभरि हामीलाई आयो भने त्यसको कल्याण अवश्य नै हुन्छ। त्यो मुक्तिवान व्यक्ति हुन्छ। त्यो निर्देशन गर्दै हुनुहुन्छ शास्त्रले। श्री भागवत भगवानको त्यसैले सुनुन्जेल, सत्सङ्ग सुनुन्जेल एकदम शान्त भएर म भगवानको हुँ, म ईश्वरको हुँ, म ईश्वरको बन्न सकौँ, म ईश्वरको सन्मुख हुन सकौँ। जब सन्मुख जीव बन्दछ, ईश्वरका पासमा जाँदछ, त उसले गरेका समस्त अपराधहरू अहिलेको मात्रै होइन, पूर्वजन्म क्रियमान कर्मको जति जति पाप सञ्चय गरेको छ त्यो सबै पाप भगवानले पखालिदिनुहुन्छ, प्रक्षालन गरिदिनुहुन्छ अरे। अर्जुनलाई यही उपदेश गरिबक्स्यो गीतामा, मनमना भव मद्भक्त। तिम्रो जो मन छ नि, विचलित भएको मन छ नि, यसो गरौँ कि उसो गरौँ कि त्यहाँ जाउँ कि यहाँ जाउँ कि, युद्ध गरौँ लडाइँ गरौँ कि नगरौँ कि, तिमीले मैले युद्ध गरेर मेरो आफन्त मर्यो भन्ने जो तिमीमा भ्रम छ नि, भ्रम बुद्धि, त्यो मन चाहिँ ममा लगाऊ र तिम्रो कर्मलाई अघि बढाऊ। तिमीले गरेको जति अपराध छ, सर्वधर्मान परित्यज्य माम एकम शरणं व्रज अहम त्वा सर्व पापेभ्यो मोक्षयिष्यामि मा शुच। तिमीले गरेको सबै कर्म ममा समर्पण गर। हामीलाई पनि यो बताउँदै हुनुहुन्छ, हामीले देवीको पूजा गरौँ, गणेशको पूजा गरौँ, सोमबारको व्रत बसौँ, मङ्गलबारको जति पनि 7 दिनको हामी व्रत बस्छौँ। व्रत बसिसकेपछि सुरुमा पनि के भनेर प्रतिज्ञा गर्दछौँ? ध्यान दिएर सुन्नु है, राधे राधे ध्यान दिएर सुन्नु। एकैछिन के भनेर प्रतिज्ञा गर्छौँ भगवानका अगाडि भन्दाखेरि, हातमा कुश लिन लाउनुहुन्छ गुरुले, जल राख्न लाउनुहुन्छ, तिल राख्न लाउनुहुन्छ, अक्षता राख्न लाउनुहुन्छ अनि प्रतिज्ञा गराउनुहुन्छ। के भनेर प्रतिज्ञा गराउनुहुन्छ? हरि ओम तत्सत, हरि ओम तत्सत, ओम विष्णु ओम विष्णु ओम विष्णु भन्न लगाउनुहुन्छ। हामी भन्छौँ सबैले। के भन्न खोजेको यो भन्दाखेरि, ओम तत्सत इति श्री निर्देशः। मैले भगवान नारायणलाई साक्षी राखेर, यो अनुष्ठान गर्दैछु भनेर प्रतिज्ञा गर्दछ। अनि जब व्रत गर्छ देवीको, गणेशको, जेको पूजा गर्छ, रुद्री गर्छ, सत्यनारायण गर्छ, अनि अन्तिममा फेरि पनि कुश औँठी खोलेर हातमा राखेर फेरि पनि भन्छ, कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति
समर्पयामि। मैले गरेका कर्म, यो जति जति कर्म शरीरद्वारा भएका, मनद्वारा भएका, वाणीद्वारा भएका, प्रकृतिवश जति पनि स्वभाववश जति पनि कर्म गरे, जति पनि सेवा गरे, जति पनि मबाट बन्यो, त्यो कर्म समर्पण हजुरलाई गर्दैछु। नारायणायति समर्पयामि। श्रीमन नारायण हजुरले यो स्वीकार गरिदिनुहोस्। तेरा तुझको अर्पण क्या लागे मेरा, ओम जय जगदीश हरे। आरतीमा पनि यही भनिन्छ, हजुरले दिनुभएको जति पनि भौतिक पदार्थहरू जति पनि हामीलाई प्राप्त भएको छ, त्यो हजुरले दिएको, यो हजुरलाई नै समर्पण गरेर जबसम्म हामीले त्यो समर्पण भाव हामीमा आउँदैन, तबसम्म त्यो कर्म बन्धनमा हामी फसिरहन्छौँ अरे। प्रेमसँगले जय श्रीमन्नारायण। जय श्रीमन्नारायण। राधे राधे। राधे राधे। आउँ एउटा मिठो भक्ति सङ्गीत, सानो नाम सङ्गीतलाई श्रवण गरेर अनि महात्मेको पावन प्रसङ्गलाई हामी श्रवण गर्ने छौँ। जय श्रीमन्नारायण भागवत भगवान को जय हो। कृष्णचन्द्र भगवान को जय हो। जय श्री राधे राधे। ओम भयो। श्रीमन नारायण नारायण नारायण, भजमन नारायण नारायण नारायण, श्रीमन नारायण नारायण नारायण, भजमन नारायण नारायण नारायण, भजमन नारायण नारायण नारायण, लक्ष्मी नारायण नारायण नारायण, भजमन नारायण नारायण नारायण, लक्ष्मी नारायण नारायण नारायण, भजमन नारायण नारायण नारायण, मुक्ति नारायण नारायण नारायण, मुक्ति नारायण नारायण नारायण, भक्ति नारायण नारायण, जय हो हरि भक्ति नारायण नारायण नारायण, भजमन नारायण नारायण भगवान को। जय हो। यसरी भजन गाउँदाखेरि नि हामीले पनि गाएन भने, यो जिब्रोले भगवानको भजन गाएन भने नि, यो जिब्रोलाई त नि भ्यागुतको जिब्रो भनेर बताउनु भएको छ शास्त्रले। जिब्रो तथा तर अरू संसारकै गफमा मात्रै अरू कुरामा मात्रै लाग्दछ भने भ्यागुताको जस्तै जिब्रो अरे। जब वर्षा ऋतुमा वर्षाकालमा भ्यागुताले के गर्छ, पानी आउँदाखेरि तर गर्छ, त्यस्तै जिब्रो हो अरे हाम्रो। यो कान पाएर, यो कान भगवानले हामीलाई किन दिनुभएको, यो कान चाहिँ सत्शास्त्रका, सच्चरित्र, भगवानका भक्त, भगवानको भागवतको हाम्रा पूर्वाचार्यको चरित्रलाई धेरै भन्दा धेरै सुन्नका लागि दिनुभएको अरे। त्यतातिर सुन्नेन भने, भगवानका चरित्रहरू सुन्नेन भने नि यो कान त सर्प लुक्ने दुलो हरे नारायण। हामीले के बनाउने आफै बुझ्ने है। सर्प लुक्ने दुलो बनाउने कि यसमा राम्रा राम्रा मिठा मिठा भगवानका सच्चरित्रलाई श्रवण गरेर आफ्नो जीवनलाई पनि हाम्रा पूर्वाचार्यले हिँड्नुभएको, महापुरुषले हिँड्नुभएको सत्य मार्गलाई बताउनेवाला त्यस्ता सच्चरित्रवान आचार्यहरूको मार्गलाई हिँड्नेवाला हामी बन्ने हो कि हामी त्यतिकै जाने हो। भक्तवत्सल भगवानको समस्त मण्डपमा आवाहित हुनुभएका जो अधिष्ठात्री देवताका रूपमा विराजन हुनुहुन्छ लक्ष्मीनारायण भगवानका श्री चरणमा निवेदन, यस यज्ञमा समाहित हुनुभएका, आगमन हुनुभएका, पाल्नुभएका सद्गुरुदेव आचार्य श्री चरण, समस्त आयोजक परिवार र समस्त भक्त भागवतहरूका श्री चरणमा हार्दिक जय श्रीमन्नारायण। प्रेमसँगले जय श्रीमन्नारायण। जय श्रीमन्नारायण। एकछिन हामी महात्मेको पावन प्रसङ्गतर्फ लागौँ।
हरे नमः। ओम नमो भगवते वासुदेवाय। श्रीमद्भागवतम्